आएको बेलामा एक राउन्ड हानौँ है त स्ट्यान्डको। हेरौँ न के कसो। नआएको धेरै भइसकेको थियो कि यहाँसम्म आइसकेपछि अब माथि चढ्ने यताउति अब एक्लै अलिकति झ्याउ हुन्छ। हुन त त्यहाँ साथीहरू छन् पुरै हुलै बाँधेर बसेका छन् साथीहरू, तर साथीहरूबाट पनि अलिकति बसै हिँड्नुपर्छ भन्छन् मान्छेहरू। त्यही भएर सकेसम्म माथि नजाउँ, टक्कै एक राउन्ड लाएर अनि फर्किनु पऱ्यो ल। यहाँको माहौल पनि हेरौँ न होइन के कसो छ, कति परिवर्तन भएको छ। काठमाडौँ एरियामा बस्ने मान्छेहरूको लागि त शान्त ठाउँ यही नै हो। त्यो माथि शान्तिको प्रतीक गौतम बुद्ध नभन्दा त त्यति आएन। बिस्तारै एक राउन्ड लगाउँ आनन्दले। हुन त आफ्नै ठाउँमा छ, धन त त्यतै छ। यहाँ आएर अलिकति एक दुई सिक्का पाटान थोरै शान्त यताबाट पनि बोकेर जाउँ न। मजाले यहाँ वक हान्नको लागि होइन नर्मल्ली अब डाइरेक्टली भन्नुपर्दा भेटिङ सेटिङ आउनको लागि चाहिँ जो आजको दिनमा चाहिँ अलिक उचित छैन होइन। लास्टै गर्मी छ, गर्मीमा टप 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 पसिना चुहाउँदै के हिँड्नु होइन। हुन त मायामा सबै जायज छ भन्छन्, अब हिंसा बलात्कार बाहेक राम्रो कुराहरूलाई मात्र समेटौँ। सम्म आएपछि त होइन एक राउन्ड नहाल्ने भने त के जानु भनेर नि यसो, तर धेरै भएको थियो क्या यतातिर नआएको नडुलेको। अहिलेसम्मको याद भएको भने मलाई मैले आफू बाइक चढाएर यसरी स्पिडमा चाहिँ म यहाँ म आएकै थिएँ भने पनि आफ्नो कोही इष्टमित्र साथीसँग हिँड्नकै लागि मात्र आएको क्या। गाडी छोडेर गाडी भाडा तिरेर गाडी पाउँछ कि पाउँदैन, बस स्टप कहाँ हो, यहाँबाट कति मिनट लाग्छ भन्छ नि, त्यो खाना बिग्रियो गरेर हिँड्छु नि मान्छे। त्यो समय थियो क्या। बिस्तारै बिस्तारै पछि त्यो बेलामा थाहा थियो कता कताबाट आयो भने चाहिँ यताबाट निक्लिन मिल्छ होइन। यो न्यु रोडहरूको बाटोहरू आउँदाखेरि चाहिँ यताबाट जानु मिल्छ भन्छ। सकेसम्म हामी नि यतै जाउँ, राउन्ड त यता हान्यो। म यता गयो भने त म हराउँछु। बाटो नयाँ हुन्छ क्या हराउनु भन्दा पनि, त्यही भएर यताकै बाटो मजाले हेरौँ न। टक्क आनन्द भेटिरहेको हुन्छ नि होइन। ओहो ढिलो त छ, भाइजू लगा केटा, भाइजू लगा। स्क्रिनमा ढिलो त्यसलाई टासो छैन। त्यो बेला त पुरा त्यो ओम नारायण नमो ओम नारायण नमो ओम नारायण नमो ओम नारायण नमो आउँछ नि त। किन हाम्रो ठाउँमा नि एक दुईवटा गुम्बा त छ, त्यो एक दुईवटा गुम्बा भएपछि त अलिकति प्रभाव पर्दो रहेछ है। टक्क छिर्ने मजाले मूर्तिहरू भगवान्को होइन टक्क हेर्ने त्यो शान्ति क्या मनको। मजा हुन्छ। अब यताबाट गएर कहाँ पुग्छ थाहा छैन, तर मलाई त जानु यता हो भने जस्तो होइन। यताबाट कहाँ पुग्छ त मलाई थाहा छैन। ल मैले तिमीलाई थाहा छैन यता हो। यसलाई त पुरै नयाँ ठाउँ हो नि त। यो त अलिक शान्त रहेछ, कस्तो डर लाग्यो क्या। बस यहाँबाट हो नि त। अनि यहाँ मजाको
आफूले अर्कै हुन्छ क्या जसले के भने पनि अब त भुलेउडा छैन भाइ चाहिँ इज अन नेचुरल हिस्ट्री म्युजियम म्युजियम यताबाट गयो भने माथि 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 त्यो गुम्बातिर पो लागिन्छ कि क्या हो ए ल झुकिँदै गएर कथाको माग कहाँबाट कहाँ पुऱ्यायो भने जस्तो सबैजना यता आइरहेको छ नि होइन म माथि त जाँदिनँ यहाँबाट घुम्नु हो तर म जाँदिनँ इन्ट्रेन्सै यहाँ पछि आउँला माथिसम्म नजाउँ मैले पछि आउँला अहिले म खास राउन्ड हान्न आएको हो नि त तेल सर्टेज छ 219 रुपियाँको घरमा आइया छ त्यही भएर अहिलेको लागि यहाँसम्मै गरौँ पछि माथि नै चढ्ने गरेर आउँला अनि त्यो बेलामा मिक्सर एउटा बनाउला नि के छ र होइन आज चाहिँ राइडको कन्टेक्समा अब कहाँनिर गएर यहाँसम्म मात्र गाडी जान्छ भन्ने कुराहरू पनि होला अब यो ग्याप भइसकेपछि यो के कुरा चेन्जेस हुन्छ क्या त्यो चेन्जेसको लागि आफू रेडी हुनु पऱ्यो अगाडि नै अपडेटेड बस्यो त झन् राम्रो खतरा बबालै भइहाल्यो तर थाहा नभएको कुरामा अब अड्कलमा अन्दाजमा गाली खाइ डाइलग खाइ पनि नजाउँ हुन त यहाँ सबै शान्तकै लागि आउने हो होइन झिक्या चाहिँ म यता हो खास बाटो यता रहेछ माथि चाहिँ शान्त हुनुको कारण चाहिँ त्यही रहेछ माथि चाहिँ हाइटमा क्या हाम्रो मेन स्टिफानतिर जानको लागि रहेछ अब यहाँबाट म टक्क एकाउन्ट लगाइसकेपछि समाप्त भइदियो गयो त्यो चाहिँ अलिकति भाइको छ हल्का यहाँको पोखरीहरू पनि अलिकति व्यवस्थित चाहिँ गर्नुपर्ने रहेछ ल पोखरी चाहिँ देखियो अलिकति फोरै रहेछ यस्तो अब अन्तर्राष्ट्रिय ठाउँ हो जसले चाहिँ पनि एउटा टुरिस्टलाई अट्र्याक्ट गर्ने ठाउँ हो टुरिज्म एरियालाई प्रमोट गर्ने ठाउँ हो होइन यतातिर पक्का पनि अब यो लाफिङ अब नझुकिने अब हामी यतिबाट जाने हो अब हामी झुकिनु हुँदैन हेर्दै हामीले एक राउन्ड आयौँ कस्तो लाग्यो म चाहिँ खास चेन्जिङ हेर्न आएको है मेरो कति ग्याप भइसकेको थियो कि यता नआएको यो राउन्ड नआनेको होइन मजाले अझ पनि त्यो मजा त लिएको छैन मैले अहिले चाहिँ त्यो यहाँसम्म आउँदाखेरि एउटा राउन्ड हानौँ न एक राउन्ड हानेर टक्क भगवान्लाई होइन सम्झे जस्तो पनि होस् उहाँले पनि मिस गर्नुभयो होला मैले पनि धेरै मिस गरेको छैन हाम्रो भेटघाट नभएकै धेरै भइसक्यो र अब चाहिँ फर्क बाटो यस्तै छ धुलो त्यस्तै घाम त्यस्तै गाडी त्यस्तै जाम त्यस्तै अरे अनि कहाँबाट हुन्छ एउटालाई नियन्त्रणमा राख्यो भने अर्को